भ्रष्ट नेता र कामचोर कर्मचारीको दिनगन्ती सुरु। पूर्व प्रधानमन्त्री र मन्त्रीहरू टार्गेटमा, सयौं नेता हजारौं कर्मचारी जाँदैछन् जेल। चप्पल पड्काउँदै राजधानी छिरेर महल बनाएका, साधारण जीवनबाट सुरु गरेर अस्वाभाविक सम्पत्ति जोडेका र राजस्वी ठाड देखाएर हिँडेका, तलब 50,000 छैन तर 10 ठाउँमा घर किनेका नेतादेखि कर्मचारीसम्मको अब कुण्डली केलाइने भएको छ। सार्वजनिक पदमा बसेर राज्यको ढुकुटीमा मोज मस्ती गरेका, वर्षौंदेखि चल्दै आएको बेतितीमाथि रमाएका, शक्तिको दुरुपयोग गर्दै अकुत कमाएका नेतादेखि कर्मचारीसम्म अब सरकारको पन्जामा पर्ने भएका छन्। भ्रष्टाचारबाट कमाएको र घुसखोरीबाट लुटिआएको धन लामो समयदेखि विभिन्न तरिकाले लुकाउँदै आएका, आसे पासे ससुरा सम्धि अनेकको नाममा पेट भर्दै आएका र राजस्वी ठाड देखाएका एक एकको सम्पत्ति उच्च स्तरीय छानबिन आयोगले खोज्दैछ। चर्चा वर्षौंदेखि भए पनि यसअघि पनि यस्ता बहसहरू उठ्दै आएका थिए। मुखले धेरै ठिक्क पारे पनि आयोग नै गठन गरेर एक एकको सम्पत्ति खोज्ने काम अहिले तीव्र गतिमा अगाडि बढिरहेको छ। पहिलो चरणमा सर्वोच्च अदालतका पूर्व न्यायाधीशको रोहबरमा गठित आयोगले छानबिनलाई व्यवस्थित ढङ्गले अगाडि बढाउने तयारी गरेको छ। 2062-63 साल यताका सार्वजनिक पद धारण गरेकाहरूको सम्पत्ति छानबिन गर्नेछ। 2063 सालदेखि 2080 सम्म 20 वर्षको अवधिमा राजनीतिक र प्रशासनिक संरचनामा ठूलो परिवर्तन आएको छ। 11 जना प्रधानमन्त्री बनेका छन्। 11 मध्ये केही बाहेक अधिकांश जीवितै छन्। यस बीचमा धेरै पटक प्रधानमन्त्री बनेका नेताहरू राजनीतिक शक्ति केन्द्रमा निरन्तर रहँदै आएका छन्। यो बीचमा केही नेताहरू आधा दर्जन पटक मन्त्री बनेका छन् र त्यो संख्या झन्डै 300 छ। प्रधानमन्त्री, मन्त्रीदेखि वडा अध्यक्षसम्मको अब एक एक सम्पत्ति आयोगले खोज्नेछ। यसले राज्य संयन्त्रभित्र ठूलो तरङ्ग ल्याउने अनुमान गरेको छ। यो बीचमा मन्त्री, सांसद, संवैधानिक आयोगका पदाधिकारी र निजामती कर्मचारी सुरक्षा अधिकारी, स्थानीय जनप्रतिनिधिहरूको एक एक सम्पत्ति आयोगले खोज्ने भएको छ। एक एकको सम्पत्ति खोजबिन गर्ने भनेको प्रक्रिया नै निकै जटिल र समय लाग्ने खालको हुने देखिन्छ। समितिले काम चाहिँ कसरी गर्छ? सुरुमा यिनीहरूको एक एक विवरण सङ्कलन गरिनेछ। यसका लागि विभिन्न निकायबाट तथ्याङ्क सङ्कलन गरिनेछ। त्यसपछि यिनले आफ्नो सेवा अवधिमा प्राप्त गरेका रकमको एक एक हिसाब निकालिनेछ र सम्पत्ति खोजबिन गर्न थालिनेछ। आम्दानी भन्दा बढी सम्पत्ति देखिए कडा कानुन कारबाहीको प्रक्रिया अगाडि बढाइनेछ। एक एकलाई जेल कोच्न सिफारिस गर्नेछ। सार्वजनिक पद धारण गरेका व्यक्ति मात्र होइन, छानबिनको दायरा अझै फराकिलो बनाइने बताइएको छ। तिनका आफन्त र आसेपासेसम्म आयोगले आफ्नो हात फैलाउनेछ, जसबाट कहाँसम्म पैसा पुगेको छ भन्ने कुरा सजिलै ट्र्याक गर्न सकिने विश्वास गरिएको छ। यो प्रक्रियाले सहजै पत्ता लगाउनेछ। यिनीहरूको कागजपत्र खोज्न र सम्पत्तिको वैधता छुट्याउन भने प्राविधिक रूपमा चुनौतीपूर्ण काम हुने देखिन्छ। आयोगलाई केही समय लाग्ने देखिन्छ। भ्रष्टाचार निवारण ऐन 2059 मा यस्तो गतिविधिलाई नियन्त्रण गर्न स्पष्ट व्यवस्था गरिएको छ। सार्वजनिक पदमा बसेका व्यक्तिहरूले गैर कानुनी सम्पत्ति आर्जन गर्न नहुने व्यवस्था पनि छ र उनीहरूले कानुन विपरीत सम्पत्ति जोडे र अस्वाभाविक जीवनयापन गरेको भेटिएमा गैर कानुनी सम्पत्ति आर्जन गरेको मानि भ्रष्टाचारको मुद्दा चल्ने कानुनी व्यवस्था छ। सार्वजनिक पदमा नभएका व्यक्तिहरूको हकमा कानुनी प्रक्रिया केही फरक हुने गर्दछ र ती व्यक्तिहरूका लागि यो कानुन आकर्षित हुन सक्दैन। तर उनीहरूको अस्वाभाविक सम्पत्ति भेटिएमा सम्पत्ति शुद्धिकरण गरेको आरोपमा अनुसन्धान हुन सक्छ। त्यसका लागि उनीहरूले केही अरू अपराध गरेको प्रमाण पनि भेट्नुपर्छ। गैर कानुनी सम्पत्ति आर्जन गरेको पुष्टि भए कानुन अनुसार कडा सजायको व्यवस्था रहेको छ। आरोपितहरूमाथि 1 देखि 3 वर्षसम्म कैद अनि बिगो र जरिवानाको व्यवस्था छ। त्यसरी पुष्टि भएको गैर कानुनी सम्पत्ति समेत पूर्ण रूपमा जफत गरिने प्रावधान रहेको छ र जफत हुने कानुन पनि व्यवस्था छ। बहालवाला न्यायाधीश र सैनिकहरूमाथि विशेष प्रावधान लागू हुने गर्दछ। अनुसन्धान गर्न नसक्ने अख्तियारले अवकाशपछि भने छानबिन गर्न पाउँछ। सम्पत्ति जाँचबुझ आयोगले अन्य निकायहरूसँग समन्वय गरेर काम गर्ने गर्छ। अख्तियारको सहयोगमा यो सब काम फत्ते गर्दछ। आयोग बनेसँगै राजनीतिक र प्रशासनिक वृत्तमा तरङ्ग पैदा भएको छ। भ्रष्ट नेता र घुसखोर कर्मचारीको दिनगन्ती सुरु भएको छ। सयौं नेता र हजारौं कर्मचारीले अब जेल भरिने खतरा उच्च बनेको छ र यसले आगामी दिनमा ठूलो प्रभाव पार्ने अपेक्षा गरिएको छ। देशभरि यस विषयमा चासो र चर्चा झन् बढ्दै गएको छ। अब हेर्न बाँकी छ यो अभियान कतिको प्रभावकारी हुन्छ। तर अहिलेको अवस्थाले एउटा सन्देश स्पष्ट रूपमा दिइरहेको छ। भ्रष्टाचार गरेर बाँच्ने दिन अब बिस्तारै सकिँदै गएको छ।
सबैभन्दा ताजा खबरको लागि अहिले नै सब्स्क्राइब गर्न नभुल्नुहोस्।